रियल नाम चाहिँ रञ्जना नै हो, तर रन्जु भन्दा हुन्छ मायाले। गाइज मलाई रातो साडी कस्तो देखेछ भनिदिन्छु। यो हो देउती बजे मन्दिर। मैदान खाली। हेलो गाइज, वेलकम टु माई च्यानल। इट्स मी रन्जु रुकाए। यु क्यान कल मी रञ्जना रुकाए। मेरो रियल नाम चाहिँ रञ्जना नै हो, तर रन्जु भन्दा हुन्छ मायाले। अनि हामी आएको छौँ यहाँ छिन्चुमा चाहिँ दिनभरि के गऱ्यौँ। साडी चाहिँ बिहानै लगाएको, तर अहिले चाहिँ प्लास्टिक ल्याएर आएको छु कि पानी पर्ने जस्तो गरेर मोबाइल राख्नु पऱ्यो पानी परेपछि। दिनभरि फुर्सद भएन। अब अहिले हामी जाँदैछौँ फोटो खिच्नलाई, भिडियो बनाउनलाई। सामानहरू गाए चाहिँ रिसाएर बसेकी थिइनँ अघिसम्म। फाइनली फकाएर साडी लगाउन कन्भिन्स गर्न सकियो। अनि पूजा एक्सपिरियन्स कस्तो? तिमीलाई कस्तो राम्रो देखियो त? मान्छे राम्रो। अब म नजिकबाट आएर कस्तो नराम्रो देखियो, प्लास्टिक मात्र देख्थ्यो। अब गाइस एकैचोटि त्यो पुलमा गएपछि हामी म तपाईँलाई फेरि देखाउँछु हाम्रो। हजुर हाम्रो मेरो सर्ता आन्टी हो, अनि सर्ता आन्टीको साथी। यस्तो बादल लागेछ, यु क्यान सी। अब एकछिनपछि भेटौँला ल, बाई। यो छिन्चु बजारको पहाडी एरिया, पानी पर्ने जस्तो भन्छ। यस्तो गत्रेङ कुद्रुङ हामी चाहिँ ओ त्यहाँबाट आएको। साथी ग्याङहरू अगाडि छन्, सब फोटो खिच्नलाई यहीँ आएर छन् कि। यो चाहिँ फोटो स्टुडियोको लागि पानी त धेरै परेर रहेछ क्या। उतातिर कस्तो पानी पर्यो। त्यो कतिको जाने भनेको त हामी खासमा गाइस पानी परेर एकछिन सिमसिमे पानी परेर हामी दौडेर भागेर घरतिर आइहाल्यौँ। अनि यता आइसकेपछि फेरि पानी रोकियो। अनि रोकेपछि हामी यता नाचेर आइहाल्यौँ। फेरि नाचेछन् ऊ त्यहाँ। अब त्यहाँ नाच भइरहेछ। त्यति धेरै मान्छेहरू छैनन्, त्यति राम्रो नाचेको पनि छैनन्। त्यही भएर हामी यता आएको। सर्ता आन्टी त्यही हुनुहुन्छ, सामाना पनि त्यही छ, म देखिन्छु। आन्टी बाबुहरू उतै छन्। हामी चाहिँ यतातिर मेन रोडतिर आएको के कता घुम्न जाने भनेर यहाँ यसो सोचिरहेछौँ भनौँ। ऊ त्यो खरेल टावरमा जान पाए त हुन्थ्यो। खरेल टावर देखाउँछु नै गाइस, यस्तो खतरा खाएको खरेल टावर त यो। तर त्यो जान पाइन्न। हामी चाहिँ अब कता घुम्न जाने भन ल? मन्दिर जाऊँ न त, देउती बजे मन्दिरमा। यहाँ छिन्चु बजारमा पनि देउती बजे मन्दिर छ कि। अब त्यहाँ जान्छौँ हामी। नाच चाहिँ अब एकछिन साँझतिर हेर्नु पर्ला, नाचिरहेछन् अलिअलि। मान्छे आएको छैन, पानी परेर यस्तो भयो। पानी जमिरह। बन्द भइसक्यो। मान्छेहरू पनि थोरै छन्, डान्स भइरहेको छैन त्यति राम्रोसँग। अहिले म गएर नाचिदिन्छु खतरा तरिका। गाइज मलाई रातो साडी कस्तो देखेछ भनिदिन्छु। पहिला चाहिँ अब बिहे गरेर मात्रै लगाएको रातो साडी। अब चाहिँ बिहे नगरेर पनि लाउन मिल्छ अरे। लाउँछन् धेरै केटीहरूले लगाएको देखेँ अरे। अनि मैले पनि लगाएँ कि मलाई रातो कलर सुहाउँछ नि त, त्यही भएर। अरू कलर पनि हेरेँ थिएँ, अरू कलरको साडी पनि राम्रो देखेको थिएँ। अनि त्यही पनि मलाई रातो लाउन मन लाग्यो। अनि एउटा कुरा के, म चाहिँ यहाँ एउटा कुरा के भन्दा नि, म चाहिँ पहिला यहाँ फोक क्लास चाहिँ यहीँ पढेको कि। अनि फोक क्लास पढ्ने बेला चाहिँ एकछिन मैले एउटा कुरा भनिरहेको थिएँ नि गाइस। ऊ त्यो स्कुल देखिरहेछ नि, त्यो स्कुलमा चाहिँ म फोक क्लासमा पढेको। पहिला चाहिँ फोक क्लासमा पढ्ने बेला चाहिँ सानो थिएँ, तर म 10 क्लासमा पढ्नु गएको थिएँ नि त। यही मन्दिर हो क्या, देउती बजे मन्दिर त्यो हो क्या। अनि फोक क्लासमा पढ्ने बेला चाहिँ सानै थियौँ। अब सबै साथीहरूले चाहिँ मलाई चिन्दैनन् क्या, सानो थिएँ म, नराम्रो त्यति। अनि त्यति बेला चाहिँ अहिले साथीहरूले मलाई धेरैले चिन्दैनन्, म पनि चिन्दैन धेरै जसोलाई। अहिले कसैले बिहे गरिसके, कोही चाहिँ बसाइसराई गरेर कता कता गइसक्यो। अनि मैले चाहिँ कोहीलाई चिन्छु, तर चिनेर यसो देख्ने मात्रै हो कि। देख्ने यो यस्तो भएछ यत्रो भएछ भन्ने हुन्छ, तर बोलचाल चाहिँ हुँदैन। कोहीसँग हुन्छ। अब म तपाईँलाई मन्दिर देखाउँछु गाइस, वेट एन्ड वाच। यो हो देउती बजे मन्दिर। यहाँ चाहिँ तालचा लगाएको छ अहिले चाहिँ। घाम पनि लागेको छैन, त्यही भएर झन् काली देखिन्छ। मेकअप गरेको पनि मेकअप सेकअप सब उत्रिसक्यो। कस्तो घिन लाग्दो देखिन्छ यहाँ।
घिनलाग्दो देखेछ घामै लागेको छैन कि आज यस्तो बादल मात्रै लागिरहेछ अनि अघि चाहिँ पानी पर्यो फोटो खिच्छु भन्दा टिकटक पनि बनाउन पाएन मैले भिडियो फोटो अलिकति खिच्यो त्यसरी खिचाएन अब केटीहरू पछाडि छन् 2 जना हामी चाहिँ यतातिर घुम्न आएको गाउँतिर यो छिन्चु बजारको गाउँ के गाउँ भन्छ यार यतातिर म तपाईँलाई एउटा साथीको घरतिरबाट जान लागेको छु नि मलाई सबभन्दा यता मनपर्ने कुरा भनेको चाहिँ पहाडहरू छ के वरपर पहाड छ अनि यस्तो राम्रो छ क्या त्यतिको चिसो दामी छ के गरौँ र मैले छिटो मैले के गर्ने र हिँड्ने त जे गरे नि ढिलो ब्लग बनायो होला त मैले चाहिँ ब्लग बनाउने सोचेको थिएन वास्तवमा टाइम वेस्ट हुन्छ अरे के टाइम वेस्ट हुन्छ र म बोलेर कुरा सुन्न मेरो कुनै बेला चाहिँ यस्तो राम्रो देखाउँछ कि सिन राम्रो हुनुपर्छ टक्क मान्छे पनि राम्रो हुनुपर्छ मोबाइल पनि राम्रो हुनुपर्छ राम्रो देखिन्छ कि यस्तो हरियो सिनहरू देखेको बेला चाहिँ फोटो भिडियोहरू सब रातो साडी खतरा रातो साडी लगाने गल्ती पल्लो पिस लाग्यो यस्तो फिटिन्छ यस्तो रातो साडी लगाएको देख्यो भने अनि मैले भनिरहेको थिएँ सुरुमा चाहिँ मैले भ्लग बनाउने सोचेको थिएन अनि एउटा मेमोरी त हुनु पर्यो ढिलै भए पनि एउटा सानोतिनो भिडियो भए पनि भ्लग बनाउँछु भन्ने सोचेको थिएँ अनि यसै मौकामा हामी पनि घुम्न आइहाल्यौँ यताउति यो चाहिँ बिचको बाटो हो अनि यतातिर बस्नुहुन्थ्यो कि पहिला आन्टीहरू चाहिँ उतातिर बस्नुहुन्थ्यो अनि पछि उता सर्नुभएको अम्बा छ यार यहाँ अम्बा आई लभ अम्बा लड्कीहरू थाके जस्तो छ हामी निस्क्यौँ रोडमा हेर्नु पहाड यस्तो दामी देखिन्छ के घामै लागेको छैन घाम पानी त परिरहेको थियो अघि मैले पानी रुकिहाल्छ रोको भिडियो बनाउने हो फोटो खिच्ने भन्दा दौडी आइहालेँ हामी चाहिँ पहिला उता बस्थ्यौँ पछि उतातिर सरेको चकटी कहाँ चकटी अरे त्यहाँ चकटी दुखिसक्यो मैले चाहिँ हिँड्ने काम साँच्चै खुट्टा दुखेछ र हिँड्दा बन्द गरेको त 30 यहाँ त के हो घर गयो क्या खाना पकाउन नाचेर नै अब मैदान खाली नाच्ने भनेको मैदान खाली भइहाल्यो एउटा आन्टी नाचिन डेक लगेर गइहालिन् आफ्नो डेकमा आफूलाई मनपर्ने गीतमा नाचिन् अनि गइहालिन् कि यस्तो हुँदो रहेछ आफ्नो डेक ल्याउनु पर्दो रहेछ यहाँ नाच्नको लागि चाहिँ हामीसँग चाहिँ हाम्रो डेक छ घर छ अब घरै रुममा गएर नाच्छौँ त्यही रहेछ त ओ माई गड गीत मैदानमा उत्रेकै थियो तर गीत नबुझेर फर्केर अब एकछिन वेट गर्नु होला अब रुममा पुगेर नाच्नु राति अरू त त्यस्तै हो राति चाहिँ हिजो राति पनि नाचेकै हो अब आज राति पनि नाच्ने हो फेरि 1 घन्टा आएर रुमभित्र सो गाइज आजको दिन चाहिँ यस्तै भयो 5 बजीसम्म चाहिँ हामी रुममै थियौँ 5 बजी निस्केर भिडियो यस्तै भयो आजको अलिअलि नाचेँ म अब फेरि अब रुममा नाच्छौँ होला आजको लागि टाटा बाई बाई